छुट्टी नि त त्यसरी ढिलो यो त हामी साँच्चीमा भागेर बिहा गर्नको लागि कुदेको होइन त कि गोल्ड मेडल पाउँछ कि त्यही भएर कुदेको आइसला कहिले दिन्छ गोल्ड मेडल चाहिँ फेरि ए लाटी भागेर बिहा गर्न लागि कुदेको भने थाहा भयो भाइ लाटी यस्तो डराउनु नदेखेर छुट्टी नाले तेरो गाउँकोले देखेर मार्छ के भयो फेरि अनि ब्याग चाहिँ कसले बोक्छ अब मैले अलरेडी यत्रो भारी बोकिरहेको छु त्यो सानो नाको ब्याग त बोक्नु हौ अब के भयो फेरि यहाँ ल्याऊ मलाई थाहा थियो मेरो बुढी अन्डरस्ट्यान्डिङ छ नि है मैले एक्लै बोक्नु सक्दैन भनेर बुझ्छ नि है न यो ब्याग होइन तेरो ढाडले भनेको अब ढाड चाहिँ किन फेरि अनि मलाई चाहिँ कसले बोक्छ तँलाई चाहिँ म गरा लाग्यो यत्रो भारी बोक्ने चुप्लाइदिन्छु छिटो उसो भए म जाँदिनँ लु आइज लु के साह्रो भारी छ यो त थाक्यो सुन न तिम्रो आमा बाबाले मलाई एक्सेप्ट गर्छ होला नि है अब भगाइ त सके एक्सेप्ट नगरी हुन्छ ए भन्दा पनि मेरो आमा तिमीलाई बुहारी तिमीलाई के पकाउन आउँछ भनेर के भन्छौ मलाई मासु भात हो चिया कफी हो सब्जीको सबै आइटमहरू हो त्यसपछि रोटी पराठा हो त्यसो त केही बनाउनु आउँदैन रिल्स चाहिँ बनाउनु आउँछ भन्छु ल